अब नानीहरूले आशीर्वादद्वारा तपाईँहरूलाई यो धरतीलाई ढोक्छ। पहिला हामीले यस धरती माताले हामीलाई धेरै आमाले सरस हेरिरहेका छन्, भइरहेको छ, हाम्रो लालन पालन गरेका छन् र प्रथम नारीहरूले धरतीलाई भोग गर्दै तपाईँहरूको भइहालेर आउँदैछन्। सबैले धरतीलाई भोग पनि गर्दछन्। हामी प्राकृतिक प्रेमी, आकाश, वायु, अग्नि, जल, पृथ्वीलाई मान्ने, उसको संरक्षण गर्ने र नानीहरूले आकाश देवलाई, पृथ्वी मातालाई उहाँहरूले नमन गर्दैछन्, उहाँहरूले बल बुद्धि माग्दछन्। उहाँहरूले सुन्दिनु पार्नु महाकाल बाबालाई पनि उहाँहरूले आशीर्वाद माग्दैछन्। यसरी नै हामीले